हेलो नमस्कार मेरो अर्को भिडियोमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज चाहिँ शनिबार म चाहिँ 7 बजेतिर ढिलो उठ्दैछु। आज दिनभरि के गरिन्छ कसो हुन्छ हेर्दै गर्नु होला है त भिडियो साथीहरू। आज चाहिँ साथीहरू यस्तो लप्सीको अचार बनाउन लागेको अनि कस्तो राम्रो छ हेर्नु न लप्सी। त्यहाँ पसलमा चिकन अचार पुर्याउन गएको दाइले लप्सीको पो अचार जाँदैछ अनि बनाउनुस् न भन्नुभयो अनि त्यही भएर 3 केजी लप्सी लिएर आएको छु मैले यहाँ। अनि अचार बनाउनु पर्ने छ आज काम। हेर्नुस् कस्तो राम्रो छ कि लप्सी चाहिँ पाकेको हैन। यतिको गरी पाकिसकेको छ है लप्सी चाहिँ साथीहरू। अब यसमा मैले झकमा तार्न आँटेको। यसलाई चाहिँ पानी मजाले तार्न दिनुपर्ने हुन्छ। त्यही भएर बोक्रा बिनाको अचार बनाइदिनु भनेको छ। त्यही भएर यसलाई चाहिँ मैले देख्न सक्नुहुन्छ यस्तो के अरे जालीमा पानी तार्नुको लागि राखिसकेको छु। अनि थालमा 2टा चम्ची तेर्साएर पानी तरोस् भनेर राखेको छु कि। अनि यसको पानी चाहिँ तारेर यहाँ फेरि निकालेर खार्दैछु। यो चाहिँ अलि बाक्लो भइन्जेल खारेपछि चाहिँ चुक बन्छ भनेर है त साथीहरू। यस्तो यो किन खेर फाल्नु हैन, उसिन्दाको पानी हो के। अलि बाक्लो बनाउने अनि अमिलो बनाएर चुक बनाउने भनेर। A few moments later. हेर्नुस् साथीहरू यतिको भयो काम लागेन त चुक। हेर्नुस् त हा फिरीको माल हो नि त जे भए पनि हैन। यो फ्यालेको भए छोडै उता जाऊ छोरी तातो फ्यालेकै भइजाने कुरा हो कि। कहाँ हुन्छ छोरी चुक हो। नगर पकिन्छ। यस्तो दामी भयो अमिलोमा अमिलो च्वाट छ। अलि पातलै भयो क्या हौ अझै। यस्तो रातो कलर आइहाल्यो र म त हुन्छ होला भनेर तारिदिएको त। छिटो खाइहाल्नु पर्ला। Later. के गरेको त्यो छोरी? यो पाउडर हालेको। राम यता हेर त। त्यस्तो पनि गर्छ कसैले। उसलाई नुहाइदिँदा ओर्दा लुगा धुँदा सुकेको लुगा उठाएर ल्याउँदा 2 बजिसक्यो साथीहरू। के गर्नु बिहान एकछिन अचार पुर्याउन गयो अनि अचार पुर्याएर आउँदै पसलमा अनि फेरि लप्सीको पो अचार जान्छ त भनेर पसलको दाइले भन्नुभयो र लप्सीको धेरै डिमान्ड आइरहेछ बनाउनुस् न भनेर लप्सी दिइ पठाउनु भयो। त्यो लप्सी उसिनेको मैले देखाइहालेँ साथीहरू। त्यो अचार बनाउनै बाँकी छ। अब अहिले चाहिँ पसलमा त्यही दाइलाई फेरि साग लगिदिनु पर्ने थियो 2 बजे। 2 त यहीँ बजिसक्यो ढिलो भइसक्यो। तिमी बारी जाने कि नजाने रे छोरी? लु हिँड नि त त्यसो भए। म त गएको है बारी जानु पर्ने छ। यस्तै हो केही काम पनि देखिँदैन। हतार गरेकोमा दिन बित्छ। रिचम्यान गएँ म चाहिँ तिमी नजाने रहेछौ। बारी आइपुग्यो साथीहरू। अनि यस्तो छेउछेउको साग चाहिँ यस्तो राम्रो छ अनि त्यही भएर यो साग टिपेर पसलमा लानु छ है त। यस्तो कुना भित्ताको साग चाहिँ यस्तो दामी छ। एक बोट भए पनि यही साग पुऱ्याइदिनु छ पसलमा। त्यही भएर जान आँटेको। त्यो नगर नि छोरी त्यहाँ साग टिप्ने हो के बाबा। ल निकाल्नु त्यहाँ साग टिप्नु थालिहाल्ने हो नि त अब म। छिटो है यस्तो छ।
छोरीले राम राम काम सघाएर के गर्नु छ र हैन ल हैन म ल्याउँछु रहरमा त के जे पनि रमाइलो ल स्याबास हजुर अलि साह्रो बोल न अलि साह्रो बोल न तपाईले केही भारी बोक्नु पर्दैन जाडो महिनामा ए हो आमाको माया लागेर हेल्प गरेको ए आफै बोक्ने ल हेर छोरीले बोक्ने अरे त्यहाँ घरको लागि मुन्टाहरू छ त्यहाँ चाहिँ डुकुहरू सागको यहाँनिर चाहिँ पसल पुर्याउने साग छ है त साथी हो यस्तो आया ल ल झोलाले बोक्छ कि मान्छेले बोक्छ है झोला 2 hours later. के गरेको हौ माथि नलानु कान्छ गङ्ग्रङ्गै लडी झर्छ हुँदैन हुँदैन लडी झर्छ साइकल अनि बाङ्गिन्छ बिग्रिन्छ तलै राख्ने ल साइकललाई तलै राख्ने ओके हुँदैन भनेको पुकुमान हुँदैन यता राख ऊ पर राख बरु हेर ओ कान्छ ऊ पर कुनामा राख बरु लैजाऊ गुडाउँदै गुडाएर लाने हो नि ड्राइभरले त कहाँ डोर्याउने हो त थाङ्ना भोकोटा खेलेर खेलेर यस्तो छ बुढोले यहाँनिर 4 केजी कति 4 केजी कति 100 ग्राम थियो अरे बुढो 4 केजी 700 ग्राम झन्डै 5 केजीको भाले बनाउँदै हुनुहुन्छ खै खै खोरकै भाले हो हाम्रो आपाले स्याहार्नु भएको भाले हैन आपा तपाईले स्याहार्नु भएको हैन त स्याहारेको कुखुरा आपा भर्खर आउनुभयो कुखुरा खोरदेखि चारो हालेर आपालाई आरखा तताइदिएको यो अस्ति मैले ल्याएको यस्तो पचौरामा आपालाई आरखा दिनु थालेको के बनाएको छोरी आऊ राम 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 प्वाक त सबै दलेर एघारे छिराएर चारपट्टि बनाउनु पर्दैन यता खोइ यता घुमाउ त सबैतिर बनाउनु कसरी आइडिया आएको हौ यस्तो यस्तो खेल्नु चाहिँ सही सही रानी बुच्चे कानी होइ 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 सल्पे जाउला सल्पे गइयो छेमै पर छेमै गरौँ झ्यामरेमै गरौँ सही 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 एउटा हाल्नु भयो नि हैन कपालले आया लगाउ न अनि त्यो कति बेर लाग्छ र लगाउनु सानो दागबाट आउँदाखेरि हो ढेला सोही सोही लाज के हुन्छ आज के भन्छ रिचिमा चाहिँ फेरि उसको मुख लाग्दैन टोइटै 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 भन्यो अरे फेरि भन न भुगै टोइटै टोइटै के अरे भने कुटिया झन्डै माने अरे यही भन कहाँ भोका टोइटै टोइटै भन्यो अरे मुख लाग्दैन अलिक टोइटै टोइटै 2 hours later. आजको पनि दिन यस्तै गरेर बित्यो साथीहरू शनिबार नानीसँग झन् ल्यासाङ फ्यासाङ होइन यत्तिकै बितिहाल्छ बुढोको चाहिँ आज पनि अफिस थियो अनि अफिस जानुभएको थियो बुढो चाहिँ अनि लप्सीको अचार बनाउनु पनि भ्याएन बारी गयो यताउता काम त्यत्तिकै भयो नुहाइधुवाइ नानीलाई लुगा धो नुहाइदेऊ सरसफाइ यस्तैमा बित्छ झन् शनिबार त मिलिक्कै दिन बित्छ यस्तै भयो भिडियो आजको पनि छोटो छोटो अनि
भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिँदै गर्नुहोला। अर्को भिडियोमा भेटौँला। हस् त, बाई बाई। Tomorrow. दर्शन ल दर्शन पापा त सुन्ने घरमा आइपुग्नु भयो। कता जानुभएको थियो? म लिनु बोलाउनु भएको थियो र गइरहेको थिएँ। आउँदा त पापा हो कुखुरा गर्नु हुनुहुन्छ अनि चल्ला हिजो झरेको चल्लाहरू राम राम। कति चाहिँ जाडो भएको होला त ऊ परको एउटालाई। हरियो हरियो हौ त्यसरी चिसो लागेको लागि दिनैभरि के घुमाएको। फोन गर्दाखेरि गरकोमा छु भन्यो अनि अहिले पो आउला कि अहिलेको 1 घन्टा भइसक्यो त सानो गाउँमा पो छु भन्छ फेरि। होइन अनि कति ढिलो भनेको अप्ठ्यारो पो भारी अनि बिस्तारै ल्याएको भन्दै आयो। भरे त्यसो त गाडी बिग्री गएछ अनि अर्को मान्छे खोजेर अनि उसको गाडी घिसाउँदै हिँडेछ भइन रहेछ। यो ल्याइदिनेले नि अनि तल लुबुमा आएर केही लागेन रहेछ उसको गाडी वर्कसपतिर कता लगाएछ। त्यहाँदेखि अनि लुबुबाट अर्को मान्छेलाई यहाँसम्म ल्यायो अनि त्यो लुबुको मान्छेलाई चाहिँ त्यसले 300 दिइहाल्यो। मैले त्यसलाई 500 दिएँ अनि त्यसको हिजो दिनभरिमा 200 कमी हो। 500 हो त्यसले पाउने। त्यहाँदेखि फेरि अर्कोलाई 300 खाइदियो। अनि किन 300 पैसा भन्छु त त्यो त लुबुदेखि ल्याएको पो रहेछ बिचरा। हेलो साथीहरू नमस्कार। मेरो अर्को भिडियोमा फेरि पनि स्वागत छ। अनि देख्न सक्नुहुन्छ म चाहिँ लामाटार पुगेको छु आपासँग। म चाहिँ होइन हामी चाहिँ लामाटार आएको। आपा भोलि घर जानुहुने अनि जेठी बुहारीलाई नभेटी जान्न भन्नु भएर आउनु भएको यहाँ। अनि हामी बारी भ्रमण गर्दैछौँ। हेर्नुहोस् हेर्नु न नानाको साग कति राम्रो रहेछ रायो। अनि त्यसपछि त्यहाँ बकुल्ला फुल्दै रहेछ। अनि यहाँ रायोको बिउ फुल्दै रहेछ। त्यहाँ छ्यापी छ। यहाँ ब्रोकली रहेछ। ए होइन ब्रोकाउली त होइन रहेछ त काउली नै पो रहेछ। यो फुलेको देखेर पो पात हेर्दा चाहिँ ब्रोकाउली जस्तो लागेर नि। काउली रहेछ फलिरहेको। यस्तो हेर्नुहोस् लामाटारको नजारा। लसुन अनि ऊ पर मकै छरिसक्नु भएको अरे। आलु रोपिसक्नु भएको अरे नानाले। ऊ पर पनि साग रहेछ। अस्ति टिपेको साग हो त्यो कति राम्रो छ। अनि आलु र मकैबारी यिनीहरू चाहिँ। अनि यहाँनिर यस्तो एक बोटले नै बिउ राख्नु भएको अरे। यो चाहिँ एक बोट साग यस्तो रमाएर फुलिरहेछ कि हेर्नुहोस् त राम राम कत्रो झ्याङ हो यो यस्तो। अनि त्यसपछि त्यहाँ छेउमा पनि रायो साग रहेछ। अनि यहाँ कागती हेर्नुहोस् 12 मासे कागती अरे। यो कति खाइयो मैले नि कति लगेर खाएँ। अहिले पनि खाने बेला पनि हुँदै रहेछ। कोही फल्दै रहेछ छिप्दै रहेछ कोही फुल्दै रहेछ। एक बोट कागती भएपछि कति धेरै फलेको यो सबै ठहरिन्छ त यस्तो। अनि हेर्नुहोस् यहाँ सागको डुकु यस्तो दामी छ। यस्तो ठुल्ठुलो डुकु भए पो कराप भाँचेर खानु मजा हुन्छ। परको त यत्रो हुन्छ। अनि यता खोर्सानी रोप्ने ठाउँ बनाउन लाग्नु भएको अरे यहाँनिर। अनि यहाँ छ्यापी 1-2वटा बोट रहेछ खाँदै गर्नु भएको अरे उखालेर। यस्तो है त ऊ रहेछ के अरे प्याज यस्तो भइसकेको रहेछ यतिको। अनि यो पालुङ्गो साग यस्तो छ। लामाटारको हल्ली चल्ली। यहाँनिर इस्कुस झ्यागिने रुखहरू सबै दाउरा काटिहाल्नु भएछ जग्गा धनीले। अहिले इस्कुस कहाँ झिलाउनु हुने होला नानाले। त्यो रुखहरू मसिनो छ त्यही पनि पर छ। इस्कुस झ्यागिने ठाउँ भएन यस्तो। हजुर पापा त्यो सेतो अनि ऊ परको कालो रायो यस्तो साथीहरू। कालो रायोले पनि बिउ यस्तो
साग हेर्नुहोस् न दामी छ नि हो अर्ग्यानिक साग यस्तो यतापट्टि पनि साग हेर्नुहोस् यस्तो दामी छ यो अहिलेदेखिको साग होइन भर्खर फुल्नु लागेछ अब चाहिँ नि डुकु निस्किन लागेछ लसुन बारी हेर्नुहोस् अनि लसुन त्यो दामी छ है त यस्तो टन्नै लसुन रोप्नु भएको रहेछ छैन सारी किन सुकाउनु भएको यस्तो कलकलाउँदो अर्ग्यानिक मिठो नमिठो साग चाहिन्छ भने सम्पर्क गर्नुहोला हामीलाई हैन हाँस्नु पो हुन्छ यस्तो दामी छ साग हेर्नुहोस् साथीहरू ला उखाली गयो नि फेरि गाडी लगाइदिनु नि बाँची पो हाल्नु रहेछ हाई हाई ए एक भाँडा साग टिप्यौँ साथीहरू नानाले त्यहाँ मलाई छ्यापी केलाइदिँदै हुनुहुन्छ नाना भनेको नाना हो यस्तो माया गरेर होइन हो नि म चाहिँ यहाँ डुकु खाँदै बसिरहेको छु हेर्नुहोस् सागको डुकु इस्कुस चानामा 2-4वटा काटेर लगायो अन्त मिठो हुन्छ अनि अरू केही पनि लाउनै पर्दैन यसलाई म त हिजो 8-9 दाना तासेँ थिएँ हिजो बेलुका पनि त्यही पकाएँ बिहान पनि त्यही पकाएँ इस्कुस चाना यही लगाएर काटेको सिद्धिरहेछ टिपेर ल्याउनु पर्ने बारीदेखि अस्ति साइनीलाई चाहिँ लगिदिने बिर्सिहाले चाहिँ के हो इस्कुस हौ साग मात्रै हतार हतार उताको टिपेँ उताको मुन्टा टिपेँ अनि गइरहेछ हेर्नुहोस् है साथीहरू यस्तो लरक लरक परेको मुन्टा हेर्नुहोस् कस्तो दामी छ मुन्टा साग उस्तै अब यो मुठा पारेर जाने हो अब 12 बजिहाल्यो हामी चाहिँ घर आइपुगेको साथीहरू अनि घर भद्रगोल छ बिहान खाना खानु साथ गइहालेको नि त नानीलाई स्कुल पुऱ्याउँदै उतै गइहालेको मिल पनि जानु थियो अनि दिउँसो मात्रै जाँदाखेरि 12 देखि हो कि 11 देखि हौ 2 बजीसम्म मिल बन्द हुन्छ दिउँसो त्यही भएर बिहानै गइहाल्ने अनि मिलमा पनि पिठो पनि पिसेर आउने कोदो र मकै पिस्नुपर्ने थियो अनि त्यो पनि पिसेर आउने अनि नानालाई पनि भेटिजाने भन्नुभएर आपाले अनि भनेको त अनि घरमा केही गरिराख्नु पाएको छैन भात खाएर थालबटुको पनि माथि त्यतिकै सुकिरहेछ अनि जुठो भाँडा त्यो पनि त्यस्तै छ अनि यहाँ कोठाको पनि हालत हेर्न है देखाउँछु लुगा यहाँ धोएर पटाउनु बाँकी लुगा पनि यहीँ छ फुकाएर राखेको लुगा पनि यस्तो नानीको पनि भुइँतिरै छ अनि ओछ्यान यस्तै छ हेर्नु न नानीले फेरि उसको बियर सुताइराखेको छ ओछ्यानमा चाहिँ अनि यस्तो छ भद्रगोल कसको यस्तो हुन्छ अनि यो के अरे कोठामा चाहिँ मैले स्नेक प्लान्ट यसरी राखेको छु हेर्नु न कति लामो अग्लो भएको छ उतादेखि एन्टी लाइट परेर यस्तो भयो पोहोर कस्तो राम्रो फुलेको पनि थियो यसपालि चाहिँ फुल्ने डुकु चाहिँ निकालेको छैन यस्तो छ अनि भिडियोतिर के मान्छेहरूले टिकटकतिर सबले उखाल्दै फाल्दै छ त मनी प्लान्ट र स्नेक प्लान्ट त के हो म दोधार भइसकेँ म आफै हेर्दा के धेरै हेरेर पनि होला त्यही मात्रै आउँछ अनि राम्रो होइन के भन्दो रहेछ वास्तुशास्त्र अनुसार चाहिँ खोइ मलाई चाहिँ तर विश्वास त लाग्दैन त्यही पनि त्यो धेरै हेरेर अहिले चाहिँ के हो त नेगेटिभ नै हुने हो त नराम्रो नै हुने हो त यो राखेर भन्ने जस्तो त्यो छुँदो रहेछ कहिलेकाहीँ चाहिँ त्यस्तो पनि भइरहेछ तर म फाल्नु चाहिँ फाल्दिनँ है साथीहरू त्यस्तो चाहिँ छैन घर बाहिरसम्म चाहिँ निकाल्छु कि खुबै भयो नत्र भने म फाल्नु चाहिँ फाल्दिनँ यस्तो भइरहेछ मान्छेहरूले किन होला त्यो फालेको कस्तो राम्रो पटिङ गरेर राखेकोहरू फालिरहेको हुन्छ मायै लागेर मलाई चाहिँ अनि मान्छेको आफ्नो आस्था हो विश्वास हो होइन के गर्नु अब मैले चाहिँ कोठामा राखेको थिएँ अब हेरौँ कतातिर हुन्छ बाहिरतिर निकाल्नु पर्ला भन्ने लागिरहेछ मलाई चाहिँ तपाईँहरूलाई यस्तो कुरामा विश्वास लाग्छ कि लाग्दैन मलाई चाहिँ खासै लाग्दैन पहिला त झन् पिटिकै लाग्दैन थियो अहिले नानी भएदेखि चाहिँ
अलिअलि लाग्ला जस्तो हुन्छ घरिघरि त्यस्तो छ। अनि भद्रकुल छ हेर्नु न, अब 1 बजिहाल्यो, अब खाजा पो पकाउनु कि त्यो धन्दा सन्दा पो गर्नु कि कम्ती आपत परेन अब के गर्नु। त्यही भएर म अब बिजी हुनेवाला छु। भिडियो हेर्दै गर्नु होला तै पनि तपाईँहरूले चाहिँ 3 hours later. हिजो बनाउन नपाएको लप्सीको अचार चाहिँ मैले आज चाहिँ बनाइसकेँ साथीहरू। हेर्नुहोस् यहाँ सेलिँदैछ, धेरै बाक्लो भयो क्या हो, खै के भयो। खट्टी मिठीवाला अचार बनाएको हो यो चाहिँ। यसरी बोक्रा उकाएर अनि चिनीसँग बनाएको है त, गुलियो अमिलो पिरो यस्तोको अर्डर आएको छ भनेर बनाएको हो। मन पर्नुहुन्छ कि हुन्न थाहा छैन, मेरो ढङ्ग पुग्यो कि पुगेन थाहा छैन। आज मलाई फेरि टाउको दुखेर सन्चो नभएर कस्तो बोर भइरहेछ। हेर्दा त अब खाउँ लाग्दैछ, मलाई त ठिकै लाग्यो, अब अरूलाई कस्तो लाग्छ थाहा छैन। है लु पढी हेर त। This is a This is a tray. tray. This is a lion. This is a lion. This is a bird. This is the truck. This is a truck. yes. This is a pencil. Yes. Good. यतापट्टिको पनि पढ न नि, अर्कोपट्टिको पनि पढ। त्यसको पढ्नु पर्दैन रे। राम हो र, त्यसको मात्रै पढ्नु रे नानीले भन्नु भएको। पढ न। त्यसको पढ्नु पर्दैन रे। अटेरीको उसको मुड अनुसार यस्तै छ है साथीहरू। 5 बज्यो, म गुन्द्रुक भाज्दैछु। यस्तो सुक्यो अस्तिको गुन्द्रुक, हेर्नुहोस् कुरुम भएर। अनि म यसरी भाज्दैछु। यसरी भाज्दाखेरि चाहिँ कपालहरू पसेको पनि हेर्न भ्याइन्छ होइन। अनि त्यसपछि कस्तो कालो मात्रै आयो त भिडियोमा त। अनि कपालहरू पनि देखिन्छ। अनि के अरे ठिक्काको टुक्रा बनाउनु पनि पाइन्छ, सागहरू पनि झुराउनु मिल्छ होइन। त्यो सुकेको छैन र छानेको भाँचेको छैन र यस्तो छ। नानीलाई होमवर्क गराउँदै यहाँ गुन्द्रुक भाज्दै बसेको, यति चाहिँ भाँचिसकेँ। यस्तै छ कामहरू मेरो। 1 hour later. लु साथीहरू, आजको काम पनि सक्यो। गुन्द्रुक भाँचेर राखिसकेँ। यही 2टा बट्टाको गुन्द्रुक, यही 2टा बट्टामा राखेँ। हेर्नुहोस् खाँदेर बनाएको गुन्द्रुक। अब यो भाँचेर होप्सङ राख्दाखेरि, खुल्ला गरी राख्दाखेरि त यति भयो। अनि यो आज पिसेर ल्याएको मकैको पिठो चालेर भ्याएँ। अनि त्यसपछि यो आँटा पनि किनेर ल्याएको थिएँ, यो पनि चालेर भ्याएँ। आज सेनीको बर्थडे खानु जानु छ, त्यही भएर खाना पकाउनु पर्दैन, त्यही भएर यति काम भ्याइयो त। यतिखेर 6:30 भइसक्यो। नानीलाई होमवर्क गराइसकेर ओरेर नानी पनि गइसक्यो। अनि अब म पनि जाने, के हुँदै रहेछ हेर्ने। नानाहरू चाहिँ माथि सरिसक्नुभयो, के अरे नयाँ फ्ल्याटमा कलर चाहिँ पछि गर्ने, भित्ताहरू सुकेपछि भनेर। अनि उहाँहरू चाहिँ सरिसक्नु भएको छ माथि। अनि त्यही भएर आज सेनीको बर्थडेको शुभ अवसरमा सरिसक्नु भएको छ। त्यही भएर माथि सरेको उपलक्ष्यमा पनि अनि सेनीको बर्थडेको उपलक्ष्यमा पनि हामी सबैजना गएर भात खाने। रुको जरा सबर करो। आपाको गाउँ जाने तयारी यस्तो हुँदैछ। लुगाहरू छान्दै हुनुहुन्छ, भोलि गाउँ जाँदै हुनुहुन्छ आपा चाहिँ। वाह है हुन्छ चिनी याङमा पनि 9 वर्ष पुगिगयो। 10 पो लाग्ने रहेछ नि आजदेखि त। के पाराको उयो छ त्यो, खोइ त अर्को चाहिँ नि एउटा मात्रै पार्नु। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे।
भाग सबै तिमीहरूले नै गरिदेऊ 1 वर्षदेखि त काटेन होइन कि कसरी पो काट्यो उसले कति वर्षदेखि 7-8वटा त कम्तीमा 6-7वटा त भइसक्यो है सेनी पारा ल्याउनु पर्यो नि अब मलाई भयो ल माम चिप्ली अरे अहिले फेरि राखेँ मेरो लिनुहोस् बा बोय भन्नुहोस् त्यो चक्कुले आँखा घोच्चाइ खान्छ राम 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 हाँसो त खतरा छ त हौ सेनी रिचीमा सबैले